नमस्ते, म जीवन थापा सधैँ चाहिँ यहाँहरूको लागि आज पनि मैले एउटा राम्रो कमर्सियल हिसाबको घर बिक्रीमा लिएर आएको छु। यो देखिएको कोशी राजमार्ग हो। ठ्याक्कै हामी इटेरी 9 रङ्गशाला जाने बाटो नजिकै छु। यो देखिएको कोशी राजमार्ग, त्यो अगाडि देखिएको बाटो चाहिँ ठ्याक्कै रङ्गशालातिर जाने बाटो हो। इटेरी 9 को रङ्गशाला जाने यो देखिएको घर बिक्रीमा छ। पश्चिम मोडा भएको यो घर बिक्रीमा आएको छ। 1 कट्ठा जग्गामा बनेको छ। एकदम राम्रो घर छ। टोटल 12वटा कोठा भएको यो घर कमर्सियल हिसाबको घर छ। यो अगाडिपट्टि यहाँले हेर्न सक्नुहुन्छ ठ्याक्कै रङ्गशालातिर जाने बाटो भयो। साथी पेट्रोल पम्प पनि नजिकै छ। मेन चोकबाट यहाँसम्म लगभग 4 देखि 500 मिटरको मात्रै डिस्टेन्समा छ। यो यता विराटनगरतिर आउनुपर्ने हुन्छ। विराटनगर लाइन हो यो। एकदम राम्रो कमर्सियल हिसाबको जग्गा छ। तल यहाँले हेर्न सक्नुहुन्छ 2टा सटर भाडामा लागिरहेछ। ग्राउन्ड फ्लोरमा यहाँले 6वटा कोठा पाउन सक्नुहुन्छ। यो 7 फिटको ठुलो प्यासेज छ। भित्रै एउटा पार्किङ पनि छ। पछाडि बेडरुम 2टा बेडरुम पनि छ। एकदम राम्रो कमर्सियल हिसाबको घर जग्गा यहाँले खोज्दै हुनुहुन्छ भने राम्रो घर आएको छ। यहाँले सिधै सम्पर्क गर्न सक्नुहुनेछ। डाइरेक्ट ओनरको नम्बर हुनेछ भिडियोमा। यो देखिएको यतापट्टि पार्किङ पनि छ। पछाडि 2टा बेडरुम पनि छ। यहाँलाई म सबै देखाइदिन्छु। पछाडिसम्म जग्गा पनि देखाइदिन्छु। यो देखिएको 2टा बेडरुम, पछाडि त्यो देखिएको जस्ताले घेरेको जग्गा सिमाना हो। एकदम राम्रो ठाउँमा छ। त यो ग्राउन्ड फ्लोरमा यहाँले 6वटा कोठा पाउन सक्नुहुन्छ। यो 7 फिटको ठुलो प्यासेज छ। सबै चिजको सुविधा भएको नजिकै रङ्गशाला पनि यहाँले पाउन सक्नुहुन्छ। सप्तकोशी एफएम पनि नजिकै छ। सुषमा मेमोरियल कलेज पनि नजिकै छ। यता नमुना कलेज पनि नजिकै छ। मेन चोकबाट लगभग 500 मिटरको डिस्टेन्समा छ। कर कार्यालय पनि नजिकै छ। सबै चिजको सुविधा भएको राम्रो पर्फेक्ट लोकेसनमा छ। यो फ्लोरमा यहाँले फर्स्ट फ्लोरमा यहाँले 4वटा कोठा पाउनुहुन्छ। तर म कुनै पनि यहाँलाई कोठा भित्रबाट देखाउँदिनँ, बाहिरबाट मात्रै देखाउँदैछु। यो फ्लोरमा यहाँले 4वटा कोठा पाउन सक्नुहुन्छ। यता यहाँले हेर्न सक्नुहुन्छ 1 2 3 यतापट्टि टोइलेट बाथरुम छ। सबै चिजको राम्रो सुविधा भएको छ। ठ्याक्कै सप्तकोशी एफएमबाट ठ्याक्कै पश्चिमतिर यो घर पर्छ। यतापट्टि यो हेर्न सक्नुहुन्छ। यो साइडमा यहाँले एउटा पूजा कोठा पाउन सक्नुहुन्छ। यो देखिएको पूजा कोठा भयो। यतापट्टि एउटा कोठा छ। जम्मा यो फ्लोरमा 4वटा कोठा, एउटा टोइलेट बाथरुम छ। तल 6वटा कोठा, 2टा बेडरुम, त्यसपछि टोइलेट बाथरुम छ। टपमा जाउँ। टपमा यहाँले 2टा कोठा पाउन सक्नुहुन्छ। ट्रस लाएर बनाइएको छ। टपमा चाहिँ ट्रस छ। ट्रस लाएर 2टा कोठा छ प्लस 2टा कोठा हुने स्पेस पनि छ। यहाँले पछि अर्को 2टा कोठा पनि बनाउन सक्नुहुनेछ। म यहाँलाई टप फ्लोरमा देखाउँदैछु। यो देखिएको सबै ट्रस लागेको छ। यो टप फ्लोरमा चाहिँ यो देखिएको यो साइडमा यहाँले 2टा कोठा फेरि बनाउन थप्न मिल्ने छ। यो साइडमा 2टा कोठा छ। एकदम राम्रो ठाउँमा छ। यदि यहाँहरू एकदम इटेरी आसपास, बजार आसपासमा कमर्सियल हिसाबको घर खोज्दै हुनुहुन्छ भने राम्रो घर आएको छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ। डाइरेक्ट ओनरको नम्बर हुनेछ भिडियोमा। पुरा भिडियो हेर्नु होला। म सबै यहाँलाई भन्दैछु। मेन चोकदेखि यहाँले ठ्याक्कै 500 मिटर जस्तो डिस्टेन्समा यो ठ्याक्कै अगाडि हेर्न सक्नुहुन्छ कोशी राजमार्ग। यतापट्टि सप्तकोशी एफएम पनि नजिकै छ। सुषमा मेमोरियल कलेज पनि नजिकै छ। रङ्गशाला पनि नजिकै, नमुना कलेज पनि नजिकै, कर कार्यालय पनि नजिकै पाउन सक्नुहुन्छ। सबै चिजको सुविधा भएको राम्रो पर्फेक्ट लोकेसनमा 1 कट्ठा जग्गामा बनेको पश्चिम मोडा भएको 31 फिट जग्गाको मुख, 32 फिट जग्गाको मुख छ। त्यो देखिएको सप्तकोशी एफएम भयो। सबै यो घर जग्गाको प्राइस टोटल 4.5 करोड राख्नु भएको छ। त्यसमा पनि नेगोसिएबल हुन्छ भने यदि यहाँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने स्क्रिनमा भएको डाइरेक्ट ओनरसँग कन्ट्याक्ट गरेर घरमै फिल्ममै आएर हेरेर बुझेर लिन सक्नुहुन्छ। यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु होला। मेरो युट्युब च्यानलमा यहाँले सधैँ नयाँ अपडेटहरू पाउन सक्नुहुनेछ। यो देखेको चारैतिरको लोकेसनहरू थोरै म घुमाएर पनि देखाइदिनेछु। पर्फेक्ट लोकेसनमा छ। एकदम सिटी मेन सिटी एरिया। यो सप्तकोशी एफएम, सुषमा मेमोरियल कलेज, त्यसपछि आयो रङ्गशाला। चारैतिरको लोकेसन म घुमाएर देखाउँदैछु। यो घर जग्गाको प्राइस फेरि मैले एकचोटि भनिदिइहालेँ 4.5 करोड। त्यसमा थोरै नेगोसिएबल हुन्छ। इन्ट्रेस्टेड हुनुहुन्छ भने स्क्रिनमा भएको डाइरेक्ट ओनरको नम्बरमा कन्ट्याक्ट गर्नुहोला। थ्याङ्क यू, धन्यवाद।